महेश बस्नेत आग है, नेकपा एमालेका बाघ है। सबैभन्दा लोकप्रिय भोट केपी शर्मा ओलीजीले पाउनुभयो। त्यस पछाडिको पदाधिकारीमा मैले लोकप्रिय मत पाउनुको मतलब के हो भने हामीले खेलेको भूमिका चाहिँ कार्यकर्ताले अनुमोदन गरिदिनु भयो भन्ने लाग्छ। सोसियल मिडियामा पपुलर हुन रुचाउने साथीहरूले पपुलर भोट ल्याएको पनि देखियो। जस्तो हाम्रो 8औं महाधिवेशनको एउटा अनुभव के छ भने माधव नेपालले एकातिरबाट स्ट्रङ अडान लिनुभयो, केपी ओलीले अर्कोतिरबाट स्ट्रङ अडान लिनुभयो। अध्यक्ष चाहिँ झलनाथ खनाल हुनुभयो। झलनाथ खनाल चाहिँ वैचारिक राजनीतिक रूपमा कुनै स्पष्ट अडान नभएको र एकदम स्ट्रङ खालको पर्सनालिटी पनि नभएको भन्ने हामी पार्टीभित्रको आन्तरिक बुझाइ थियो। तर पछिल्लो बेला चाहिँ त्यो कम्युनिस्ट पार्टीभित्र विशेष गरी एमालेभित्र चाहिँ त्यो अडान चेन्ज भएको छ। विशेष गरी केपी शर्मा ओलीजी आइसके पछाडि एकदम अडान बोकेको, विकास र समृद्धिको पक्षमा एकदम स्ट्रङली लागेको र आफ्ना पार्टीका सैद्धान्तिक मान्यताहरू जनताका हितका पक्षमा, सेवाका पक्षमा स्ट्रङली लागिरहँदा केही समय चाहिँ नवोदारवादी शक्तिहरू र पुनरुत्थानवादी शक्तिले हामीमाथि ठुलै प्रहार गरेकै हुन्। विशेष गरेर 2015को अमेरिकाको डोनाल्ड ट्रम्पको चुनावको अनुभवबाट नेपालमा पनि त्यसको प्रभाव परेर रविजीहरू, बालनजीहरूले जे खालको अभियान चलाए, सोसियल मिडियामा फेक आइडी